Hello, hi guys, welcome back to my mini vlog. So today I'm getting my haircut done from my husband, and as you all can see, summer पनि आइसकेको छ र पोस्टमार्टम डेलिभरीको बादमा चाहिँ मेरो अलिक हेयर फल पनि इन्क्रिज भएको छ नि त. द्याट्स द मेन रिजन है आइएम चपिङ माई हेयर. सो भिडियोलाई एन्डसम्म हेरिदिनु होला. अनि यहाँ चाहिँ मेरो एकदम हेयरकट स्टार्ट भइसकेको छ गाइस. सो हेर्नु नि द वे हि वक नि है, मलाई एकदमै मनपर्छ मेरो हस्बेन्डको स्टाइल चाहिँ वक गर्नेको हो. अनि एकदमै राम्रो इम्प्रेसिभ हेयरकट गरिदिनु भएको छ उहाँले र रिजल्ट चाहिँ तपाईँले अन्तिमसम्म हेरेर जानु होला साथीहरू. र अगर तपाईँहरू पनि गाइस हेयरकट्स गर्ने भनेर सोच्नुहुँदैछ यो समरमा भनेदेखिको चाहिँ ब्लिस सलोन एन्ड एकाडेमीमा चाहिँ आएर गर्नु होला. अनि यहाँ हेर्नुहोस्, तपाईँले हेर्दा हेर्दै कति राम्रोसँगले उहाँले कपाल पनि काटेर सक्नुभयो र मेरो हेयरलाई भोल्युम पनि क्रिएट गरिदिनु भएको छ, इल्युसन अफ भोल्युम क्रिएट भएको छ. अनि जति पनि ड्यामेजहरू थियो सबै रिमुभ भइसकेको छ गाइस. र उहाँले ब्लो ड्राई सेटिङ गरेर चाहिँ मलाई एकदम हेयरकट गरिदिँदा र यसरी बुढाले आफ्नो हेयरलाई ग्रुमिङ गरिदिँदाखेरि चाहिँ प्रिन्सेस ट्रिटमेन्ट पाएको जस्तै फिल भयो गाइस है. अनि कसको हस्बेन्डहरू चाहिँ हेयर ड्रेसर छ कमेन्ट गरेर भन्नु होला तपाईँले उहाँसँग हेयरकट गर्दा चाहिँ कस्तो के फिल हुन्छ भनेर है. र यहाँ चाहिँ मेरो फाइनल लुक गाइस, तपाईँले हेर्नुहोस् है, यस्तो बनाइदिनु भयो उहाँले मेरो हेयरलाई. एकदमै राम्रो, मलाई चाहिँ धेरै 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 मन पऱ्यो. जस्तो टेक्स्चर उहाँले मेरो यत्रो पातला कपालमा पनि यति राम्रो टेक्स्चर उहाँले क्रिएट गरिदिनु भएको छ कि आइएम इम्प्रेस. सो गाइस तपाईँहरूलाई कस्तो के लाग्यो मेरो न्यू हेयरकट कमेन्ट गरेर भनिदिनु होला. र भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइस फर वाचिङ माई भिडियो. बाई, सी यू अन नेक्स्ट भिडियो गाइस. थ्याङ्क यू.